हेलो साथीहरू, के छ? सन्चै हुनुहुन्छ सबैजना? म चाहिँ आज पनि एउटा भ्लग लिएर आएको छु। आज चाहिँ हामी काठमाडौँ जान लागेको। म चाहिँ अब गर्मीको लागि टोटल सामानहरू काठमाडौँमा आइसकेको थियो। सो हामी चाहिँ सबैजना दाइ भाउजू म भएर काठमाडौँ जान लागेको। अनि म चाहिँ बिहानै उठेर छिटो रेडी भएर अनि सबैजना सुतिरहनु भएको थियो। अनि बाई भन्न नि उठाउन नि माया लाग्यो। अनि मेरो बुढा चाहिँ पुलुक ताले भयो। अनि म चाहिँ फटाफट रेडी भएर अनि निस्केँ। अब गर्मीको सामानहरू भने मेरो पसलमा सबै आउँदैछ है, जेन्ट्स लेडिज बच्चा अनि जुत्ताहरू नर्मल चप्पलहरूदेखि लिएर ए टु जेड सामानहरू मेरो पसलमा अब आउँदैछ। हजुरहरू भने पसलमा छिटो भिजिट गर्दा हुन्छ। कुर्ता सुरुवालको आइटमहरू पनि टन्नै आइसकेको छ। कुर्ता सुरुवालको त मैले लगभग आइटमहरू त हजुरहरूलाई मैले देखाइ पनि सकेको छु। अरू पनि बाँकी नै छ देखाउनलाई। यस्तै हो, बिजी भइन्छ, सधैँ देखाउन पनि भ्याइँदैन नि त। अब यसरी काठमाडौँ हिँड्न पर्यो अचानक। अनि म चाहिँ घरबाट सरर निस्केँ। अनि निस्किसकेपछि म लोथर पुगेँ। लोथर पुग्दा मेरो नानीले वेट गरेर बसिरहेको रहेछन्, मेरो दाइको छोरी। अनि मम्मीले चिया बनाउनलाई रेडी पर्दै हुनुहुन्छ। अनि भाउजूले चाहिँ मिठो चिया पकाउनु भयो। दाइ पनि रेडी हुनु भइसक्यो। अनि त्यहाँबाट चाहिँ हामी सर्ट निस्किएर पेट्रोल पम्प गयौँ। पेट्रोल टन्न भर्यौँ स्कुटीमा, बाइकमा। अनि त्यहाँबाट सरर निस्क्यौँ। अनि निस्केर यस्तो एक्लै ड्राइभ गर्दा यति थकै लाग्ने है। अनि म चाहिँ रोक्दै जान मन लाग्छ कि। अनि हेटौँडा बुद्ध चोकमा आएर एकछिन रेस्ट गरेँ। अनि त्यसपछि त्यहाँ टुच्चा भिडियो लिएँ थोरै। अनि त्यसपछि हामी चाहिँ फाइनल्ली देउराली पुग्यौँ। देउरालीमा चाहिँ लालीगुराँस टनननन्न फुलेको रहेछ। यस्तो रमाइलो है, बाटो त यति राम्रो यति रमाइलो छ है हाम्रो देशको। अन्त यस्तो राम्रो छ, वाउ यस्तो राम्रो हो कि। लालीगुराँस देखेर नलोभिनु है, यस्तो राम्रो झम्म भएको थियो कि। अनि म चाहिँ एक्लै इन्जोय गर्ने मान्छे होइन नि त, हजुरहरूलाई पनि देखाउन मन लाग्छ। अन्त यस्तो रमाइलो सिन छ। यो बाटो चाहिँ हामीलाई लास्टै मनपर्छ कि, सधैँ आउँदाखेरि यही बाटो आउँछौँ हामी प्रायः जसो। बाटो पनि एकदमै राम्रो सजिलो पनि छ। अनि टन्न खाजा खायौँ हामीले। अनि खाजा खाइसकेपछि देउरालीबाट हामी निस्क्यौँ। अनि निस्किसकेपछि सररै बाटोमा आउँदा हेर्नु त्यति राम्रो सिन। म चट्ट झऱ्यो, दाइहरू अघि पछि हुनुहुन्छ। अनि म चाहिँ सुटुक्क भिडियो लिइहाल्छु कि। अनि त्यसपछि हेर्नु कस्तो राम्रो। नि यहाँ चाहिँ पहिला कत्रो ठुलो पानी झर्थ्यो, अहिले चाहिँ अलिअलि रहेछ। त्यही पनि मलाई कस्तो भिडियो लिन मन लाग्यो। हेर्नु कस्तो राम्रो पानी कि। यो पानी चाहिँ नर्मल्ली खान पनि मिल्छ है, एकदमै राम्रो छ। अनि आउँदाखेरि चाहिँ बाटोभरि टन्नै नासपति फुलेको रहेछ। हामीले चाहिँ नासपतिको भिडियो लिँदै आयौँ। म चाहिँ रोक्दै भिडियो लिने हो नि त। अनि सिन देखेपछि रोकिसकेपछि फेरि सिनको लिन मन लागिहाल्छ। अनि आउँदा त भोकले खरो भएको थियो हामीलाई। अनि यस्तो मिठो सुन्दर होटलमा खाना खायौँ। यस्तो मिठो हुन्छ कि हामीलाई चाहिँ जहिले पनि यहीँको खाना मनपर्छ। अनि गेस्ट हाउसको दाइ यति प्यारो हुनुहुन्छ। हामी यहीँ आउँछौँ सधैँ, गेस्ट हाउसमा बसिन्छ, यही गेस्ट हाउस हो। अनि धरहराको भिडियो पनि टुच्चा लिएँ। अनि त्यसपछि दाइ भाउजूसँगले। अनि हामी चाहिँ यस्तो जेन्ट्सको टी सर्टहरू टन्नै हालेको छु मैले चाहिँ। यस्तो राम्रो प्रिन्टमा आएको छ, प्रिन्ट नन प्रिन्ट सबै खाले मैले टी सर्टहरू पेन्टहरू सबै हालेको छु, लेडिज पेन्ट। अब भने मेरो पसलमा सामान टोटली आइसक्यो। यो छैन त्यो छैन भन्न पाइँदैन। अब चाहिँ 100मा 100 सामान आइसक्यो हजुरहरू भने। अब हजुरहरूको वेटिङमा चाहिँ हो कि म चाहिँ। पहिला हजुरहरू सामानको वेटिङमा, अब चाहिँ म हजुरहरूको वेटिङमा हो। अब चाहिँ हजुरहरू छिटो पसलमा आउनु। सस्तो आइटम पनि हालेको छु है, प्रायः जसोले मलाई सस्तो आइटम खोजिरह हुनुहुन्छ नि त। अनि फेरि आउँदाखेरि हामी चाहिँ सपिङ गरेर भ्याएर आउँदाखेरि चाहिँ यस्तो रमाइलो भएर रहेछ कि। धरहरामा यस्तो रमाइलो लाग्यो मलाई त्यो लाइटहरू बलेको देखेर। नाइट भ्यू कति मन पर्यो। अनि छोरी पनि आएको थिए, अनि छोरीसँग नि भेट भयो। हामी रेस्ट गर्न